हामी आशिष बोल्दैछौँ हाम्रो नातिको निम्ति। सङ्कष्टको दिनमा प्रभुले तिमीलाई उत्तर दिउन्, याकुबका परमेश्वरको नाउँले तपाईँलाई सुरक्षित दिउन्। उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाउन् नानी र सियोनबाट तपाईँलाई सहारा दिउन्। उहाँले तपाईँको सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँको होम बलि ग्रहण गरून्। उहाँले तपाईँको मनोरथ पुरा गरून् र तपाईँको सबै योजनाहरू सफल गराउन्। तपाईँको विजयमा हामी आनन्दले जय जयकार गर्नेछौँ र हाम्रो परमेश्वरको नाउँमा हामी आफ्नो झन्डा उच्च पार्नेछौँ। प्रभुले तपाईँकै सबै बिन्ती पुरा गरिदिउन्। अब मलाई थाहा भयो कि प्रभुले आफ्नो अभिषेकलाई सहायता गर्नुहुनेछ अनि उहाँले आफ्नो दाहिने बहुलीले उद्धार गर्न शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उसलाई उत्तर दिनुहुनेछ र कोही रथहरू र कोही घोडाहरूमाथि भरोसा गर्छ, तर हामी त प्रभु परमेश्वरको नाउँमा हामी भरोसा गर्छौँ। अनि तिनीहरू नथिएर जमिनमा लेट्नेछन्, तर हामीहरू त खडा हुनेछ र सोझो उभिनेछौँ र प्रभु राजालाई विजय शान्ति गर्नुहुनेछ र प्रभुलाई पुकार्दा हामीलाई उत्तर दिनुहुनेछ। आमेन। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो बालकलाई प्रभु तपाईँले जुन आशिषको वचन दिनुभयो, वचन सङ्ग्रह 20 जति छोरो हुर्किँदै जान्छ र हुर्केको अवस्थाभित्रमा तपाईँले आफ्नो यो छोरोमाथि तपाईँको हात, तपाईँको निगाह तिनीहरूमा अनि आमा बाउ परिवारमा भइरहेको होस्। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हाम्रो नातिलाई तपाईँले आजको दिन तपाईँ दिनुभएको यो आयुमा तपाईँले दिनुभएको यो आशिष छ। यो आशिष यो नातिको जीवनमा जबसम्म हजुर आउनुहुन्न तबसम्म यो आशिषको वचन यसको जीवनमा पुरा भएको होस् भन्ने